जब पाण्डव पक्षले आफ्नो सेना सुसज्जित रूपमा सजायो तब कौरव सेनामा हलचल भयो। दुर्योधन जो सधैँ आत्मविश्वासी देखिन्थे अब गम्भीर देखिन्थे। उनले आफ्ना गुरु द्रोणाचार्यलाई सिधै भेट्न गएका छन्, कसैलाई जानकारी नदिए, र त्यहाँबाट सुरु हुन्छ उनको मनको आशंका र गणना। धृतराष्ट्रले प्रश्न गरेको थाहा पाएपछि सञ्जयले युद्धभूमिको जीवित विवरण सुनाउँदै दोस्रो श्लोकमा यस्तो भन्छन्: दृष्टवा तु पाण्डवानिकं व्यूढं दुर्योधनस्तदा आचार्यमुपसंगम्य राजा वचनं ब्रवीत। अर्थात् सञ्जयले भने, हे राजन, पाण्डुका छोराहरूले गरेको सैन्य मोर्चा देखेर राजा दुर्योधन आफ्ना गुरुका नजिक गएर यसरी भने। तात्पर्य: धृतराष्ट्र जन्मदेखि अन्धा थिए र दुर्भाग्यले उनी आध्यात्मिक दृष्टिबाट पनि वञ्चित थिए। उनी आफू जस्तै आफ्ना छोराहरू पनि धर्मका विषयमा उत्तिकै अन्धा छन् भन्ने ठान्दथे। त्यसैले उनी आफ्ना छोराहरू कहिल्यै पनि पाण्डवहरूसँग सम्झौता गर्न जाँदैनन् भन्ने कुरामा विश्वस्त थिए, किनभने पाण्डवहरू जन्मदेखि पवित्र थिए, गुणवान थिए। यसो हुँदाहुँदै पनि धृतराष्ट्रलाई तीर्थस्थलको प्रभावका विषयमा सन्देह थियो। युद्धभूमिको स्थितिका बारेमा धृतराष्ट्रको प्रश्न गराइबाट सञ्जयले उनको इच्छा बुझे। त्यसैले सञ्जय ती निराश राजालाई उत्साहित गराउन चाहन्थे। उनका छोराहरू उक्त तीर्थस्थलको प्रभावका कारणले पाण्डवहरूसँग कुनै प्रकारको सम्झौता गर्न गइरहेका छैनन् भन्ने विश्वास सञ्जयले धृतराष्ट्रलाई दिन चाहन्थे। सञ्जयले धृतराष्ट्रलाई सूचित गरे। उनका छोरा दुर्योधनले पहिले पाण्डवहरूको सैनिक शक्तिको अवलोकन गरे र त्यसपछि स्थितिको यथार्थ जानकारी दिनका लागि तुरुन्तै आफ्ना सेनापति द्रोणाचार्य कहाँ गए। दुर्योधनलाई राजा भनेर सम्बोधन गरिएको भए पनि स्थिति गम्भीर भएको हुनाले उनी स्वयं सेनापति भएका ठाउँमा जानु पर्यो। दुर्योधन राजनीतिज्ञ बन्नका लागि एकदम उपयुक्त थिए। तैपनि पाण्डवहरूको सैन्य व्यवस्था देखेपछि उनले आफ्नो डरलाई कूटनीतिक व्यवहारद्वारा पनि लुकाउन सकेनन्।